जिंदाबाद हेलो गाइज वेलकम ब्याक टु माई नेक्स्ट ब्लग। सो आज चाहिँ हाम्रो प्रोग्राम छ अरे ओखलढुङ्गामा, त्यसमा जान लागेको। केटाहरू पनि आउँदैछन्, मम्मीहरू अगाडि हिँडिसक्नुभयो, म नि हिँडेको। अब केटा हो आज खै यस्तै हाम्रो मत्तालीहरूको के प्रोग्राम हो छ अरे, त्यसमा जान लागेको। हामी तल बस लिन आएको छ अरे, हामी अब हिँडेको। यस्तो छ आज दिन फेरि, तर घाम चाहिँ लाग्यो, बिहान त उसिनै थियो। सुकेर हामी हिँडिसक्यौँ, तल एकैचोटि बस्न गएर भेट्छ है त। आदिवासी जनजाति युवा महासङ्घ नेपाल खुदुम्बा मगर सेवा समाज। ल हाम्रो दाइ है, राज थापा ब्लग, मेरो दाइ केटा। हाम्रो चाहिँ यहाँ बस लिन आइसकेको हाम्रो इम्प्याक्टको मगर गाउँको होइन, सबैजना आमाहरू दिदीबहिनीहरू दाजुभाइहरू सबैजना छन् यहाँ। चाहिँ र्याली जित्छसम्म हामी मिलान्छौँ अहिले। पकडाउ सुरु भइसक्यो है।
रक्षा गर रक्षा गर अमर रहून् अमर रहून् अमर रहून् अमर रहून् बन्द गर बन्द गर बन्द गर बन्द गर जिन्दाबाद 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 घामले मर्यो घामले लोकल भाइ लोकल त फेरि त्यस हुनु नमस्कार नमस्कार यतापट्टि पाले 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 काठमाडौँमा धेरै मौसम राम्रो थिएन फ्लाइटहरू उडानहरू हेलिकप्टरहरू उड्ने सम्भावना नबनिरहेको स्थिति थियो तर हामी मौसमले भेट हुन तपाईँ हाम्रो जुरेको रहेछ त्यसले गर्दा मौसम खुल्यो आउन सफल भइरहेको छ अब भव्य राष्ट्रिय सम्मेलनलाई तपाईँहरूले निर्विवादित ढङ्गले सम्पन्न गर्ने कुरा त तपाईँहरू सक्षम हुनुहुन्छ सो गाइस चल्छ हामीलाई भोक लाग्यो दोस्तले मोमो खाउँछ अरे मोमो खानु हिँडेको बिहानदेखि केही खाएको छैन मम्मा भनेपछि मम्मा मम्मा यहीँबाट ओके बेटा हाम्रो मोमो आइसकेको छ समोसा पनि अन्त हाम्रो दोस्त एकदम भोक लागिरहेको छ अब हामी खाजा खान्छौँ
केटा हामी चाहिँ भर्खर खाजा खाएर आएको फेरि खाने बेला भइसकेको छ रुमदासजीलाई पनि आसनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु मैले हजुर कस्तो छ मिठो छ हाम्रो हाम्रो गतिविधि त्यसै गरिकन विशिष्ट अतिथिको समय व्यस्त चलेको कारणले गर्दा लगेर अब हामी चाहिँ यहाँ लाइन बसेर आफ्नो भाग लिएर खानुपर्ने हुन्छ कसो त हजुर के खाने हामी हामी बङ्गुर खाने बङ्गुर ल ठिक छ ल के खाने तिमी बङ्गुर खाने कि पर्क खाने के खाने साथी तिमी महत्त्वपूर्ण र शुभकामना मन्तव्यको लागि हार्दिक म निमन्त्रण चाहिँ रागा खाम क्या हो कसो के खाने दुईवटा खाने भन् न ल ल सबैजना यहाँ लाइनमा छ तर भर्खरै खाजा खाएर आयो लाइनमा लाइनमा लाइनमै छु लाइनमा म यहाँ बस्छु लाइनमा अगाडि अलिक धेरै मासु हाल्ने अनि मलाई मेरोमा हालिदिने ल ओके ओके ल मासु अलिक धेरै हाल्ने अनि मलाई हालिदिने खानु पऱ्यो नि त कस्तो हो अँध्यारो हेर यो मान्छे को यो चाट को यो को यो हो कालो तिमीहरूभन्दा गोरो चाहन्छु हाय हिजो केही हामी समय मासु भात खाने गयौँ मासु भात खाने मलाई खान मन थिएन मलाई घर लाउनु त्यो लाइन ला ला यो भ्लगमा बनाउन अब एक्लै औ लाइनमा पछाडि लाइन बस्नु लाइन लाइनमा है लाइनमा लेम्मा सुँगुरको ल लेम्मा सुँगुरको ल हामी सुरु गरेको बस खाम न बस यति कति हुनुपर्छ नि भए भयो यस्तो बनाएर त्यो चाहिँ खानु पर्दैन दोस्त हेर त यत्रो खाना खान थाल्यो भने त म दोस्त मैले खानु मन छैन बजा केटा बजा ल मलाई नि यति खानु मन छैन यत्रो धेरै जाऊ न दाइलाई पनि देखाएको यसो नाइ नहाल न नहाल न अब नखाने भए चाहिँ यता हेरेर हुन्छ हालुस् भनेर होला त्यस्तै लाग्यो भयो मैले खाजा खाएर आएँ कि लुकेटा हो खान्छु भनेर धेरै हाल्यो खानु त सकिएन यसले हो हाल्नु चाहिँ यति हालेको खान्छु भनेर यसलाई पनि धेरै भयो मलाई पनि धेरै भयो ल मेरो दाइले खाँदैछ ल यता नि खाँदैछ मलाई चाहिँ धेरै भयो म चाहिँ खान सकिनँ योभन्दा म एक ग्लास बल गऱ्यो भने चाहिँ बमेटै गर्दैछु अनि फटाफट खाएर त्यहाँ देखाउँछ अरे के गर्नु पर्यो ओके यता देखा त बाउ ल ल ल है बस है चट्ट मेरो दाइ खान्छु भनेर यति हाल्यो है खानै सकिएन मेरो दाइले ठिक्क हालेर लिएर आएछ हामी त दुइटा एकै ठाउँ मिसाइदिएको आजको हाम्रो मुख्य आकर्षणको केन्द्रबिन्दु खान नि सकेन खाजा खाएर आयो नि बस्न के गर्दा धेरै हौ
हेलो गाइजहरु आज चाहिँ अब चाहिँ हामी घर हिँडेको खोज्ने तपाईलाई तपाई मलाई खोज्ने भएपछि हुन्छ तपाईहरु रमाइलो गरेर आउनु है हामीको लागि अब ल गाइजहरु अब खाए भिडियो पसिना धेरै काम गरेर म कस्तो राम्रो देखाएको गर न भरे थप्ने राख्दैछु दाइ पनि राख्दिनु हजुर कस्तो देखाएको हामी गाउँमा आइसक्यौँ गाडीमा धेरै रमाइलो गरियो खाजा खानु मन लागेको छ खाजा खानु मन लागेको छ चस्मा लाउ है मैया